ल सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। सबैजना आरामको कुशल हुनुहुन्छ? आमेन। परमेश्वरको अनुग्रह, उहाँको कृपाले अनि उहाँको उपस्थितिमा तपाईँ र म चाहिँ आरामै छौँ। हालेलुया। र आज विशेष गरी मैले यो स्टडी गर्दै गर्दाखेरि म बिहानै अध्ययन गर्दै थिएँ, परमेश्वरको राज्यका मानिसहरू र शैतानको राज्यका मानिसहरूमा के भिन्नता छ भनेर आज मैले यो स्टडी गर्दै गर्दाखेरि अनि मैले होलिस्टिक मिसनको बारेमा चाहिँ तयार गर्दै थिएँ। तर परमेश्वरले मलाई यही विषयमा बोल्नको लागि परमेश्वरले मलाई यो बोल्नु भन्यो। परमेश्वरको राज्यका मानिसहरू कस्ता हुन्छन् र शैतानको राज्यका मानिसहरू कस्ता हुन्छन् भनेर यो दुईटा भिन्नताको कुरा गर्छु। जहिले पनि तपाईँले स्वर्ग भन्दाखेरि तपाईँले के भन्नुहुन्छ? नरक भन्नुहुन्छ नि। स्वर्ग को जान्छ र नरक को जान्छ भन्ने पनि तपाईँलाई थाहा होला, हो कि न? स्वर्ग चाहिँ जसले परमेश्वरलाई विश्वास गरेको छ त्यो मान्छे स्वर्ग जान्छ। जसले परमेश्वरलाई विश्वास गरेको छैन त्यो मान्छे कहाँ जान्छ अरे? नरक जान्छ। उज्यालोको बारेमा उज्यालोले के दिन्छ? ज्योति दिन्छ। सबै कुराहरू हामी हेर्न सक्छौँ, होइन? त्यहाँ सफा हुन्छ। अन्धकार त्यो राज्यमा के हुन्छ अरे? मान्छेहरू छामछुम गर्छ, कता जान्छ, के अन्योल हुन्छ मान्छेहरू, होइन? सत्य जहिले पनि के हुन्छ अरे? विजय हुन्छ। असत्य के हुन्छ? जहिले पनि तल झर्छ अरे। भने यी कुराहरू दुईवटा बाटोहरू चाहिँ जहिले पनि हामी याद गर्छौँ। यो संसारमा रहँदै गर्दाखेरि दुईवटा राज्य छ। एउटा चाहिँ परमेश्वरको राज्य, एउटा चाहिँ शैतानको राज्य। परमेश्वरको राज्यले तपाईँलाई जहिले पनि स्वर्गको नागरिकतातिर तपाईँलाई लादछ भने शैतानको राज्यले तपाईँलाई जहिले पनि नरकको राज्यतिर लादछ। मैले अझै यो माहौललाई हेर्दै गर्दाखेरि सायद हाम्रो गिरन गुरुबाहरूलाई, उहाँहरूलाई, हाम्रो पास्टर चेतखरेल गुरुबालाई उहाँलाई थाहा होला। पहिलाको इतिहासलाई तपाईँले यसरी गर्नुभएको छ भने पहिला राणा शासन थियो अरे, होइन? राणाहरूको विरुद्धमा चाहिँ हिजोको दिनमा, सायद हिजो शहीद दिवस पनि थियो, राणाको विरुद्धमा लागेका थिए मानिसहरू, उनीहरूलाई फाँसी झुन्डायो अरे, होइन? उनीलाई फाँसीमा झुन्डायो। अनि त्यो व्यक्तिहरू क्रान्ति गरेर नै आज यहाँसम्म आज काङ्ग्रेस, एमाले, विभिन्न व्यक्तिहरू हामी सुनिरहेका छौँ। अनि अहिले अर्को क्रान्ति आइरहेको छ। जुन व्यक्तिले क्रान्ति गरेर यो ठाउँमा ल्याए, अब त्यही व्यक्तिको विरुद्धमा चाहिँ अर्को क्रान्ति हुँदैछ अरे क्या, होइन? जेनजी क्रान्ति हामी हेऱ्यौँ, कसको विरुद्धमा भयो त? त्यही भ्रष्टाचारको विरुद्धमा भयो। त्यो काङ्ग्रेस एमालेकै विरुद्धमा त भएको हो नि। राणा शासनको विरुद्धमा चाहिँ को आएको थियो? काङ्ग्रेस एमाले आएका थिए, होइन? अब तिनीहरूको विरुद्धमा चाहिँ फेरि को आयो त? जेनजी आयो। अब जेनजीहरू आउँदै गर्दाखेरि अब को आउँछ? त्यस्तै यो भनेको सर्कल जिन्दगी चाहिँ चलिरहन्छ अरे के। मान्छे म यो गर्छु भनेर आएको हुन्छ, पछि त्यो ठाउँमा पुगेपछि उसले पनि त्यही कुरा गर्न सुरु गर्छ अरे के। बुझ्नुहुन्छ? मान्छे म त धनी भएपछि म त यो दान दिन्छु, म यो गर्छु, म त्यो गर्छु भन्छन्। अनि मान्छे धनी भइसकेपछि उसको लाइफ, उसको जिउने तरिका, उसको हावभाव परिवर्तन। है गरिब मान्छे अब पहिला हिजोसम्म भने म धनी भयो भने म यी गरिब दुखीलाई के गर्छु? वास्ता गर्छु, प्रेम गर्छु, सहायता गर्छु, खुवाउँछु भनेर हुन्छ। आफू धनी भइसकेपछि के हुन्छ? यी गरिब मान्छे तिम्रो र मेरो लेभल नै छैन भन्ने उसले पनि के गर्छ? त्यहाँ सोच्न सुरु गर्छ। बुझ्दै हुन्छ? यहाँ अहिले बुझ्नुपर्ने कुरा चाहिँ परमेश्वरको राज्यले जहिले पनि तपाईँ र मलाई एउटै लेभलमा लाँदछ भने शैतानको राज्यले तपाईँ र मलाई के गर्छ? उताप चढाव चाहिँ गराउँदछ। र यहाँ हामी के पाउँछौँ भने परमेश्वरको राज्यमा प्रवेश गर्ने व्यक्तिहरू चाहिँ को स्वभाव चाहिँ कस्तो हुन्छ भन्दै गर्दाखेरि पश्चाताप र क्षमा हुन्छ। एक नम्बरमा लेख्नुहोस् है, पश्चाताप र क्षमा। परमेश्वरको राज्यका मानिसहरू चाहिँ जहिले पनि पश्चाताप गर्छ। आमेन। सोध्नुहोस्, बाइबलमा तपाईँले धेरै यस्ता घटनाहरू छन् मान्छेले पाप गरे। जस्तै साउल र दाउदको घटना पनि हामी हेर्न सक्छौँ। साउलले पाप गरे तर उसले पश्चाताप गरेन, हट्टी भयो, परमेश्वरलाई इन्कार गर्नुभयो। दाउदले पनि पाप गरे तर दाउदले के गर्छ? पश्चाताप गर्छ। नयाँ नियममा पनि तपाईँले हेर्नुभयो भने पत्रुसले पनि येशू ख्रीष्टलाई इन्कार गरेका थिए र यहूदा इस्करियोतले पनि येशू ख्रीष्टलाई ती शादीको सिक्कामा के गरेका थिए? बेचिदिएका थिए।
पाप त दुइटैले पाप गरे, तर एउटैले के गरे, मैले प्रभु तपाईँको विरुद्धमा पाप गरेँ, मलाई क्षमा दिनुहोस् भनेर उसले के गर्छ, पश्चाताप गर्छ। पत्रुस पश्चाताप गरेर के गर्छ, प्रभुको राज्यमा अगाडि बढ्छ। तर यहूदा इस्करियोती पछुतो गरेर मैले बेकारै गरेछु ती चाँदीको सिक्का भनेर फेरि त्यही मन्दिरमा कता गएर फ्यालिदिन्छ अनि लास्टमा ऊ झुन्डेर मर्छ। उसले पछुतो गरे। फेरि आज प्रभुमा जीवन जिउने व्यक्तिहरू जहिले पनि हामी के गर्नुपर्छ, पश्चाताप गर्नुपर्छ र हाम्रो जीवन चाहिँ क्षमा दिने प्रभुले सिकाउनु भएको छ। हे हाम्रा पिता, जसरी हामीले पनि आफ्ना अपराधीलाई क्षमा गरेका छौँ, हामीलाई पनि के गर्नुहोस् त, क्षमा दिनुहोस्। क्रिस्चियनको जीवनको चरित्र नै के हो त, पश्चाताप र क्षमामा सुरु हुन्छ। हामी जहिले पनि मलाई क्षमा गर्नुहोस्, मैले गल्ती गरेँ कि बा। धर्मी जन 7 चोटि लड्छ फेरि उठ्छ। यसको अर्थ चाहिँ धर्मी जन पनि, म पास्टर पनि, हामी पास्टरहरू पनि हामी लड्छौँ, तर हामी उठ्नुपर्छ। हामी नलड्ने होइन, लड्दो रहेछौँ, तर लडे पनि हामी उठ्न सिक्नुपर्छ। त्यही कारणले बाइबलले हामीलाई सिकाउँछ कि हामी चाहिँ पश्चाताप र क्षमाको जीवन जिउनुपर्छ। हामी कतिचोटि म क्षमाइदिन सक्छु, यो मान्छेलाई म हेर्नै सक्दिनँ भन्छ, यो मान्छेलाई हेऱ्यो कि मेरो कन्सर्टै तातिरहेको छ। तपाईँ परमेश्वरको राज्यमा होइन, शैतानको राज्यमा हुन्छ। अर्को कुरा यहाँ हामी के पाउँछौँ भने शैतानको राज्यमा चाहिँ मानिसहरूमा चाहिँ विभेदता कुरा आउँछ। त्यहाँ मानिसहरूको जीवनमा पश्चाताप क्षमा भन्ने कुरा नै हुँदैन। म तँलाई क्षमाइदिन सक्दिनँ, गेट आउट भन्छ। तर परमेश्वरको राज्यमा पश्चाताप र क्षमा हुन्छ। दोस्रो नम्बरमा नम्रताका कुराहरू। परमेश्वरको राज्यका मानिसहरूको जीवनमा नम्रता हुनु अति नै आवश्यक छ। क्रिस्चियनहरूको चरित्र आज कतिजनाको चर्चहरू जलाए, कति मण्डलीहरू जलाए, कतिजनाको कालो मोसो दलले सुसमाचार सुनाउँदाखेरि तर तिनीहरू पल्टेर बार के भन्छ फर्केर उनीलाई आक्रमण गरेन, सहे। नम्रताको परिचय आउँछ। तर शैतानको राज्यमा के खुनको बदलामा के आयो, खुन। यसले खुन बदलाउँछ भने मैले पनि तँलाई खुन गर्छु। तैँले मेरो छोरालाई मारिस्, मैले पनि तेरो छोरालाई मार्छु। तैँले मेरो घरलाई मारिस्, म तँलाई घरमा मार्छु भनेर गर्दछ। अर्को कुरा, शैतानको राज्यमा चाहिँ के हुन्छ भने स्वार्थी हुन्छन्, घमण्डी हुन्छन् मानिसहरू। शैतानको राज्यमा मानिसहरू कस्तो हुन्छ अरे, घमण्डी। मेरो धन छ, म पैसा छ, मेरो पावर छ, मेरो यो छ त्यो छ, तेरोसँग के छ, होइन, तँसँग के छ। शैतानको राज्यमा तपाईँलाई घमण्डी सिकाउँछ। आज मानिसहरू तपाईँको पछिमा एक समयमा थियो, मानिसहरू कति हल्ला गरिरहेका थिए एक समयमा, होइन, प्रचण्ड 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 बाबुराम। अहिले तिनीहरूको पछिमै लागेको छैन। अहिले उनीहरूले जति फेसबुकमा हालेपछि पहिला एकचोटि केपी बा भनेर कति फेमस भइरहेका थियौँ। अहिले कसैले पनि केपी बा भन्दैन, होइन, के भन्छन् अहिले, बालन शाह। समय सन्दर्भ हामी घमण्ड गर्नु हुँदैन। मान्छे समय परिवर्तन हुन्छ, तपाईँलाई घृणा पनि गर्न सक्छ। आमेन। अनि अर्को कुरा, स्वीकार्य र विश्वास। परमेश्वरको राज्यका मानिसहरू चाहिँ के गर्छ भने स्वीकार्य, कुनै पनि गल्ती गर्यो, हो मैले गल्ती गरेँ, स्वीकार्छ र त्यसलाई के गर्छ, पश्चाताप गर्दै ऊ विश्वासमा अगाडि बढ्छ प्रभुमा। किनभने स्वीकार्य व्यक्तिले के गर्छ भने मैले गल्ती गरेँ, यसको अर्थ चाहिँ मैले विश्वास गरेको हो नि त परमेश्वर। प्रभु मैले गल्ती गरेँ, मैले नबोल्ने पर्ने कुरा थियो, प्रभु मैले बोलेँ, प्रभु मलाई क्षमा गर्नुहोस् भनेर उसले के गर्छ, प्रभुलाई अगाडि बढाउँछ। तर शैतानको राज्यको मानिसले के गर्छ भन्दाखेरि उसले विद्रोह गर्ने काम चाहिँ गर्छ। के गर्छ अरे, विद्रोह गर्ने काम, कसरी फुटाउने काम, कसरी अलग गर्ने काम चाहिँ शैतानको राज्यको मानिसले, उसले अविश्वास गर्छ। मै नै मालिक, मै नै सबै कुराहरू, मलाई चाहिएन कोही पनि, हो कि न। आज मान्छेहरू एकदमै विद्रोह स्वभावका हुन्छ। तपाईँले बुझ्नुपर्छ, यो मान्छेले फुट ल्याउँदैछ, यसले हामीलाई अलग गर्दछ। श्रीमान श्रीमतीको बिचमा पनि त्यतिकै श्रीमान श्रीमती भएको हो त, प्रेम माया भएर त भएको नि। तर त्यही श्रीमान त्यही श्रीमती किन देख्न सक्दैन एकअर्कामा, विद्रोहको कारणले गर्दाखेरि, अविश्वासको कारणले गर्दाखेरि श्रीमानले श्रीमानलाई देख्न सक्दैन, श्रीमतीले श्रीमानलाई देख्न सक्दैन, विद्रोहको कारणले गर्दाखेरि, अविश्वासको कारणले गर्दाखेरि। तर परमेश्वरको राज्यले के भन्छ, जहिले पनि मिलाप र प्रेम र नम्रतामा लाँदछ। आमेन। अनि अर्को कुरा, श्रीमान श्रीमतीको बिचमा पनि अन्डरस्ट्यान्डिङ भयो भने, मिसअन्डरस्ट्यान्डिङ भयो भने, गल्ती नै गरे पनि, श्रीमानले गल्ती गरे, श्रीमती नै गल्ती गरे पनि त्यसलाई के गर्छ, स्वीकार्यो, यसले पश्चाताप गर्यो, ओके क्षमा छ भनेर अगाडि बढ्दछ। अर्को कुरा,
परमेश्वरको राज्यमा जीवन जिउने व्यक्तिहरूको जीवन चाहिँ नयाँ जन्म पाएका हुन्छन्। नयाँ जन्म पाएको व्यक्ति कस्तो हुन्छ? उसले कुनै पनि बच्चा जन्मिँदै गर्दाखेरि उसमा केही पनि हुन्छ त? केही पनि थाहा हुँदैन। उसले सिक्ने इच्छा गर्छ। अघि मैले भने पास्टर, मैले यत्रो वर्ष मेरो बाउ ऊ हाम्रो गिलन गुरुबा कयौँ वर्षसम्म उहाँले ट्रेनिङ कति ट्रेनिङहरू अहिले पनि उहाँ सिक्न जाने इच्छा भइरहेको छ। हामी प्रभुका व्यक्तिहरू जहिले पनि नयाँ फ्रेस के हामी सिक्ने इच्छा हामीमा हुनुपर्छ। म बालकै छु हामी भन्नुपर्छ। म त बाइबल कलेज पढिसकेँ, अब म त पिएचडी गरिसकेँ, अब मलाई बाइबल ट्रेनिङ खाँचो छैन भनेर होइन। हामी सानो सानो व्यक्तिहरूसँग पनि हामीले के बुद्धिमान मान्छेले सानो सानो व्यक्तिहरूबाट नयाँ नयाँ नलेजहरू लिँदै गर्छ क्या। हामी नयाँ नयाँ कुराहरू सिक्दै नयाँ नयाँ कुराले मैले अझै सिक्नु बाँकी छ भनेर उसले सिक्ने प्रयत्न गर्छ। आमेन। त्यही कारण हामी ख्रिस्टमा नयाँ जन्म पाएका व्यक्तिहरू प्रभुमा जीवन जिउने। अब अहिले पास्टरलाई मैले सञ्चालनको लागि दिँदैछु, खास त उहाँहरू पास्टरको सञ्चालन गर्ने होइन नि त, र पनि दिँदै गर्दाखेरि हामी प्रभुमा सिक्ने व्यक्तिहरू हौँ। हामी पास्टरले सञ्चालन गर्छ, पास्टरले भेटेको प्रार्थना गरिरहेको छ, पास्टरले होइन आराधना गरिरहेको छ भनेपछि हामी सिक्ने नयाँ व्यक्ति, जहिले पनि सिक्ने तृष्णा भएको व्यक्ति। बच्चालाई बाबु यता आऊ भनेपछि बाबु के हुन्छ? म आउँदिनँ भन्छ त, के हजुर भनेर आउँछ भने। आज हाम्रो जीवन क्रिस्चियन जीवन चाहिँ जहिले पनि परमेश्वरको राज्यमा जीवन जिउने व्यक्तिहरूको जीवन चाहिँ के हुन्छ? नयाँ जन्म पाएको हुन्छ क्या। आमेन। तर त्यही कुरा तपाईँले हेर्नु भने उनी आत्मिकी मृत्यु, शैतानको राज्यका मानिसहरू चाहिँ के हुन्छन्? आत्मिकी मृत्यु हुन्छन्। उनी कहिले पनि परमेश्वरको बारेमा कुरा गर्दैन। संसारको धन दौलत भेटी पैसा होइन। तपाईँले कति ठाउँमा जानु खालि भेटीमा झगडा गरिएको छ। विश्वासी भेटीकै बिचमा झगडा गरिरहेको छ है। त्यो विश्वासी यस्तो, त्यो विश्वासी त्यस्तो, त्यो पासे यस्तो, यता भएन, खालि संसारकै कुराहरू लिएर उनीहरू के गर्छन्? तछार मछार। यो शैतानको राज्यका मानिसहरूको चरित्र हो। परमेश्वरको राज्यका मानिसहरू प्रेम दयाले भरिँदै सिक्ने कुराहरू अगाडि बढ्दै अगाडि जान्छ भने, अनि शैतानको राज्यको मानिसहरू चाहिँ आत्मिकी मृत्युले उनीहरूको जीवन चाहिँ के हुन्छ? खाली संसारका कुराहरू, मृत्युका कुराहरू, गुनासोका कुराहरू, झगडाका कुराहरू होइन, लडाइँका कुराहरू मात्रै गर्छन्। अनि लास्टमा लेख्नुहोस् 1 2 3 4 5 पाँचौँ नम्बरमा लेख्नुहोस् ख्रिस्टसँगको एकता र मिलापमा आउँदछ। परमेश्वरका चरित्र भएका मानिसहरू चाहिँ ख्रिस्टसँगको मिलाप र मित्रतामा आउँदछ। आमेन। किनभने ख्रिस्ट बिनाको तपाईँ र मेरो जीवन चाहिँ कुनै अर्थको छैन। यदि तपाईँ र म ख्रिस्ट नै छैन, ख्रिस्टको चरित्र तपाईँ र म छैन भने, मिलापको जीवन जिउन सकिरहेका छैनौँ भने तपाईँ र मेरो जीवन चाहिँ कुनै अर्थ छैन। तर शैतानको राज्यको मानिसहरू के गर्छ भने परमेश्वरदेखि मानिसहरूलाई अलग गर्ने काम गर्छ, गुटबन्दीका कुराहरू गर्छ, फुट ल्याउने काम गर्छन् है। मैले जहिले बारम्बार मैले चर्चलाई बारम्बार भनिरहेको छु, तपाईँले मलाई पछ्याउने होइन, कहिले पनि नभनेछु पास्टर माइकलको चर्च हो, यो चर्च चाहिँ हाम्रो चर्च हो, मेरो चर्च हो तपाईँले भन्नुहोस्। कति मान्छेले भन्छ यो मेरो चर्च हो भन्छ, हामी त्यो भन्नु त हामी चाहिँ जहिले पनि भन्नुपर्छ यो हाम्रो चर्च हो, किनभने यो पनि मेरो पनि चर्च छ। आमेन आमेन। अनि जब हामी त्यो कुराहरू गर्छौँ, आज धेरैचोटि मान्छेलाई पछ्याइरहेका हुन्छन्। म त्यसको फ्यान छु, म चाहिँ भन्छु म कसैको फ्यान छैन, म येशूको मात्रै फ्यान छु। आमेन। म येशूको मात्रै फ्यान छु। संसारमा मलाई तपाईँले पछ्याउनु भयो भने म भोलि तपाईँलाई धोका दिन सक्छु, म मान्छे हुँ। अघि भने नि एकचोटि मान्छे जमानामा कयौँ मान्छेलाई फलो गरे, त्यो मान्छेहरू आज कहाँ पुगेका छन्। मान्छेलाई पछ्याउनु भयो भने तपाईँ खाडलमा पर्छ, तर तपाईँले येशूलाई पछ्याउनु भयो भने कहिले पनि खाडलमा पर्दैन। आमेन। अनि पास्टरलाई नै पछ्याउनुहोस्, एल्डर डिकनलाई नै पछ्याउनुहोस्। पास्टर पनि मान्छे हो, एल्डर डिकन पनि मान्छे हो। हामी येशूलाई पछ्याउँ, येशूले तपाईँको जीवनलाई आशिष दिनुहुनेछ। हुन्छ, परमेश्वरले हामी सबैजनालाई आशिष गर्नुभएको आजको वचन हामी सिक्यौँ। अनि यो वचनबाट हामीले केही पदहरू तपाईँलाई दिन चाहन्छु। तपाईँले मैले पदहरू टिपाइदिएँ तपाईँलाई, सरल मैले बुझाउन खोजेको कारणले गर्दाखेरि मर्कुसको पुस्तक 1 अध्यायको 15 र प्रेत 2 अध्यायको 37देखि 38 र त्यसै गरी मत्ती 18को 3 र त्यसै गरी रोमी 10को 8देखि 9 र त्यसै गरी यूहन्ना 3को 3देखि 5 र रोमी 6को
3 देखि 8मा हामी यो परमेश्वरको राज्यको मानिसहरूको बारेमा पाउँछौँ भने शैतानको राज्यको बारेमा रोमी 3को 23मै तपाईँ पाउनुहुन्छ, एफिसी 2को 2 देखि 3मा पनि पाउनुहुन्छ, त्यसै कलसी 1को 13मा पाउनुहुन्छ। त्यसै गरी भजन सङ्ग्रह 2को 1मा 1 देखि 2मा पनि पाउनुहुन्छ, जो भजन सङ्ग्रह तपाईँले पढ्नु भएको छ। र त्यसै गरी हितोपदेश 16को 18मा, इजिकियलको पुस्तकमा, र त्यसै गरी रोमी 1को 18 र हिब्रू 3को 19, र त्यसै गरी रोमी 5को 12 र एफिसी 2को 12मा तपाईँले त्यहाँ हेर्नुभयो भने त्यहाँ पाउनुहुनेछ। हुन्छ, परमेश्वरले हामी सबैजनालाई आशिष गर्नुभएको, सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह।